सो हेलो एभ्रिवान, आज चाहिँ हामी फाइनल्ली जापानको यात्तो ट्राई गर्दैछौँ। म अनि मेरो भाइ पहिलोचोटि यो एकदमै धेरै फेमस छ होइन, त्यही भएर हामी पनि ट्राई गरिदिउँ न त कस्तो हुन्छ, यसको टेस्ट हामीले पनि पाऊँ होइन भने ट्राई गर्दैछौँ। त लिटरली फर्स्ट टाइम होला। म त फर्स्ट टाइम त फर्स्ट टाइम हो। म चाहिँ एकचोटि खाएको छु होइन। मैले चाहिँ मेन भनेको चाहिँ एकचोटि खाएको छु मैले, तर मैले यसको रियाक्सन हेर्नलाई चाहिँ मैले यो ट्राई गर्न खोजिरहेको छु। हेरौँ यसले कस्तो रियाक्सन दिन्छ अनि यो कस्तो छ होइन। धेरै फेमस छ। सुरु गरिहालौँ। त खोल्छस् ल, खोल्न त अघिदेखि खोल्न सुक 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 गरिरहेको खोल्न त अब खोल्नै जान्दैन नेपाल हो नि त। यो चाहिँ एकदम फेमस छ। यो बुढियाको होइन, यो बुढियाको एकदम फेमस छ, प्रायः चाहिँ चल्छ। 3वटा साला खोलिदिउँ। यहाँ चाहिँ यस्तो साइडबाट खोल्ने हुन्छ। तलको चाहिँ नभए यसमै यो गर्नुपर्छ। देखाएर के छ एउटा चाहिँ एउटा सस छ होइन। अनि नसुन अहिले यो बट्टा मासु हो नि। हो त्यही हो। यसलाई चाहिँ हामीले यसै टक्क यो प्लास्टिक हुन्छ यो नि यो हाल्ने नै। त्यो पनि थोरै धेरै हाल्थ्यो त हाम्रो त्यो गनाउँछ कि त्यो हुन्छ नि त के अरे यसो मात्र हाल्ने। योमा यो जाली यो मैले गर्दा काम गर्दा त्यस्तै थियो कि हो। तर देख्दा चाहिँ राम्रो हो त। कस्तो मिठो मिठै खतरा मिठो हुन्छ नि भाइ। यो त अति मिठो हुन्छ नि, बबाल मिठो हुन्छ। रोक यसलाई चाहिँ म मिलाउँछु कि मिलाउनु पर्छ माझेरू भन्छ होइन। यसलाई चाहिँ अब यसरी भुटेर त्यस्तो नभन्दा यस्तो मिठो चिजलाई। सो हेलो एभ्रिवान होइन, आज चाहिँ हामी यातो ट्राई गर्दैछौँ। जापानमा चाहिँ यसलाई यातो भन्छ। अनि यसलाई चाहिँ हामी यसरी मजाले मोलेर घोलेर टक्क होइन। मलाई देख्दै नमिठो जस्तो लागिसक्यो। अनि मिठो हुन्छ, मिठो हुन्छ, खतरा मिठो हुन्छ। तैँले खानु पहिला यो त यार ट्राई गरौँ। कसले खानु भएको छ यसो कमेन्ट गर्नु होइन। कसले खानु भएको छैन त्यो ट्राई गर्नु। गोटा परेको त गु हुन्छ नि त्यस्तै छ कसम से यार। अहिले त रसमा काण्ड चलेको थियो, ठ्याक्कै रसमाको जस्तै भयो क्या रसमा काण्ड त्यस्तै है। सुरु गर्ने हो? सुरु गरौँ न त अब। रेडी हो? यता देखाउँ न यस्तो राम्रो भयो। फर्स्ट टाइम ट्राई ल, खाइदिन त त्यसै। खानु हो नि तँ किसिम खान्छ फेरि कुटै। देख्दा त राम्रो खाए पालो यसरी हाने खेला हेर्न। लास्ट नमिठो भइसक्यो। म त कसम मिठो तपाईँले मिठो खानुहुन्छ भन्नुहुन्छ मिठो भएन यो खानु त खानु त यार गु जस्तो है नि यस्तो हाने हेर तपाईँ त नराम्रो चिज नि खानु रहेछ। छ्या मिठो होइन के बिग्रेछ के हो कि ठुक्न नि बासिन। यस्तो हुन्न ठुक्न पाइँदैन झेल्ली भयो त। तर यो के हो कि यस्तो तर यो डेट गएको के हो? डेट एक्सपायर भएछ क्या? डेट त छ यहाँ 25 महिना 1 गते। अझै कहाँ आज बल्ल 27 कि 28। अनि उमा चिसो राख्नुपर्छ त्यो भएर भिरो क्या के हो के खाएको थियो नि एकचोटि त हामीले यार। सो गाइज होइन यो यात्तो भने चाहिँ कसले ट्राई नगर्नु है, कसले ट्राई नगर्नु। यसको टेस्टै यो गदा फाल। अब छोडिदिए भिडियो छिटो नभन अब फाल्दै। कैसी लगी आगे स्वाद?